उम्, नमस्कार। म गीतकार भरत प्रसाद भट्ट। आज म धर्मशास्त्र सम्बन्धी केही मनमा लागेका विचारहरूलाई प्रस्तुत गर्न गइरहेको छु। आज ओमकार जपको महत्त्व र यसको फाइदाहरूको बारेमा वर्णन गर्न गइरहेको छु। हाम्रो वैदिक धर्मशास्त्रमा ओमकारको धेरै महत्त्व दर्शाइएको छ। यस ब्रह्माण्डको सृष्टि हुनुभन्दा पहिले ओमकार साकार र निराकार ब्रह्मको उपस्थिति थियो। ओमकारबाट ब्रह्मा विष्णु महेश प्रादुर्भाव भएको दर्शाइएको छ। ओमकारबाट साक्षात् परम ब्रह्म परमात्माको स्वरूप हो। ओमकारको मन्त्र जप गर्यो भने प्रकृतिमा सन्तुलन आउने, सबै बाधा व्याधि अनावृष्टि नहुने सबै बाधाहरू हटेर जाने र शरीरमा दैवीय शक्तिको प्राकट्य हुने गर्दछ। ओमको मन्त्र जप गर्यो भने सबै रोगहरू दोषहरू नाश हुने, शरीरमा दैवीय शक्तिको कम्पन हुने र परमात्मा परम ब्रह्मको साक्षात्कार र दर्शन हुने र मृत्यु पश्चात मुक्ति हुने बताइएको छ। ओमकारको मन्त्र जप गर्यो भने पितृबाधा हटेर जाने, पितृहरू खुसी हुने र पितृहरूको उद्धार हुने गर्दछ। हाम्रो वैदिक धर्मशास्त्रले बताएअनुसार परिवारमा राम्रो सम्बन्ध हुने, परिवार समाज र राष्ट्र र विश्वको कल्याण हुने गर्दछ। ओमको मन्त्र जप गर्यो भने मनमा कुभावना अनैतिक कार्यहरू गर्नुमा मन लाग्ने र भगवानमा श्रद्धाभाव भक्ति भावना जागृत हुन्छ। हामी ध्यान साधना र तप र मन्त्र जपबाट स्वस्थ रही सदाचारको जीवन बिताउन सक्छौँ। यसबाट परिवारमा सुख शान्ति समृद्धि र ऐश्वर्यको प्राप्ति हुन्छ। सधैँ भगवानको भक्तिमा लीन भई यो जीवन भगवान प्राप्तिमा लाग्ने चेष्टा गर्नुपर्छ र यसबाट इहलोक र परलोक सुध्रेर जाने गर्दछ। ओम नमो भगवते वासुदेवाय। ओम नमः शिवाय। ओम हरि ओम तत्सत। ओम हरि ओम तत्सत। यो केही चिन्तनहरू तपाईँलाई कस्तो लाग्छ कृपया लाइक कमेन्ट सेयर र मेरो च्यानललाई पनि सब्सक्राइब गर्न नभुल्नुहोला। हस्, नमस्कार।